म चाहिँ बिहान बिहानै उठेर चिया खाएर अनुहार धोएर घाँसमा जानको लागि रेडी हुन आँटेको। म चाहिँ अब घाँसमा जानको लागि एकदम रेडी भइसकेको छु अनि म चाहिँ घाँसतिर लाग्छु। र अहिले चाहिँ म घाँसबाट आइसकेँ। घाम पनि यस्तो टलक्क लागिसकेको छ। दिउँसोको चाहिँ मेरो फाल्टे काम छ, त्यही भएर म काम गर्नको लागि निस्किन्छु। म चाहिँ आफ्नो काम गर्ने लुगा लगाइसकेर काम गर्ने ठाउँतिर पुगिसकेको छु। घाम पनि यस्तो टलक्क लागेको छ, यस्तोमै काम गर्नुपर्ने हुन्छ। र यतातिर हेर्छु त स्यान्डी त मजाले सुतिरहेको रहेछ चिसोमा। आफ्नो काम गर्ने ठाउँमा पुगिसकेँ। मेरो काम चाहिँ सिटा यसमा ओसार्नु पर्ने हुन्छ। म चाहिँ सिटाहरू यसरी ओसारिरहेको छु। सिटाहरूको फ्याल्ने तरिका चाहिँ थोडा क्याजुअल छ मेरो। र गाडीमा अप्ठ्यारो भएर मैले भारीहरू यसरी पनि बोकेँ। एकछिनमा त हेर्छु त मेरो झुसुले बिजेर हालत यस्तो भइरहेको रहेछ। र म चाहिँ अब यसरी हुँदैन, नुहाउनुपर्छ भनेर नुहाउनुको लागि गएँ। नुहाइसकेपछि चाहिँ मेरो हालत अलिक राम्रो भएको थियो। नुहाएर अलिक चिलाउन कम भएको थियो, त्यही भएर अलिक सहज भइरहेको थियो। र एकछिनपछि मेरो अगाडि खाजा ल्याएर राखिदिनुहुन्छ मम्मीले, किनकि मेरो मम्मी बजार गएर आउनुभएको थियो र चाउमिन पनि मैले गम खान थालेँ। यसरी चाहिँ मेरो दिनको अन्त्य हुन्छ र भ्लग पनि खत्तम हुन्छ। बाई गाइज एन्ड सी यु इन नेक्स्ट भ्लग।